हेलो एभ्रिवन, नमस्कार। हाउ गफ मायालाई स्वागत छ। लगभग हामी 6 वर्षपछि फेरि फर्केर आएको छौँ। पक्कै पनि माया मार्नु भएको छैन होला। म साथमा छु मनोज भट्टराई। हैन, हामी फर्केको मात्र होइन, हामी आएको मात्र होइन, राजा पनि आए। हामीले राजा पनि लिएर आयौँ है। राजा पनि आएका छन्, हामी पनि आएका छौँ होइन। अब राजा फर्के भन्यो भने त राजा फर्केर गए जस्तो हुन्छ। आए भन्नु पर्यो क्या, सही हो। फर्केको होइन। फर्क्यो भनेको राजा पनि आइस्यो, हामी पनि आयौँ होइन। राजा पनि आइस्यो, हामी पनि सँगैसँगै आयौँ होइन। र अब त्यही हो मेन चाहिँ कसले राजा ल्यायो भन्ने कुरा। एकदम तिम्रो चाहिँ डिप क्वेसन चाहिँ यहाँ त तिम्रो चाहिँ हेर 4-5 जना चाहिँ पुरै चाहिँ लागेका छन्। त्यो हो, तर भइरहेको के नै बुझिरहेको छैन क्या दाइ मैले चाहिँ होइन। एउटा पुरै हुन्छ नि, हिजो एउटा क्लिप हेरेको थिएँ, खुब भाइरल पनि भएको थियो क्या। कुन थियो? पुरै नेपालको झन्डा लाचा झड्या होइन, एयरपोर्टको गेटमै राजा स्वागत गर्न बसेको थियो। तर चाहिँ राजतन्त्र मुद्दा बात कराउँदै बसिरहेको थियो क्या। हो र, पुरै पत्रकारहरू त्यसलाई घेरेर फेरि चाहिँ कन्टेन्ट बनाइरहेको थियो क्या। जो माहौल अर्कै थियो, तै पनि यसो हेर्दै गर्दा सुन्नु न, नर्मल्ली जस्तो अरू राजनीतिक पार्टी र केही चिजहरूमा एकदमै यो अहिले हुन्छ नि र्याली गर्ने केही गर्ने भन्दै गर्दा पनि यत्रो माहौलको मान्छे त जम्मा भएको थिएन नि त होइन। तर क्रेज त मान्नै पर्छ हेर्दा राजाको। मान्छेलाई हुन्छ नि त्यो हुन त। अब फेरि यस्तो हो, के अरे गर्मीमा जाडो राम्रो, जाडोमा गर्मी राम्रो भने जस्तो पनि हो हुन चाहिँ। नेपाली जनता त झन् त्यस्तै, हामी त्यस्तै छौँ सबैजना होइन। राजा हुँदाखेरि होइन गणतन्त्र चाहिन्छ भन्यो, गणतन्त्र आएपछि अब राजा भन्यो होइन। त्यही होला, तै पनि मान्छे त उत्रेको हो एकदमै होइन। त्यही हो। अब के फर्किन्छ त राजा? फर्किसक्यो नि पोखराबाट फर्कि। तर त्यो एयरलाइन्सलाई चाहिँ मान्नै पर्छ। तर त्यो सँगसँगै गर्दा त्यो याद आयो क्या, बालेनले चिट हान्दियो नि त फेरि। अब त मलाई के लाग्न थाल्यो भने अब कुनै पार्टीले त्यसो अनाउन्स गर्ने बित्तिकै केटाहरूलाई जब 8-10 जना चाहिँ राखेर जाऊ तिमीहरू यो ठाउँमा गएर बोट बिरुवा कुरेर बस्छ, जहाँ भाँच्या देख्छु चिट हालिहाल भनेर हुन्छ नि। अरू भन्दा नि यार यत्रो आए, यत्रो लाखौँ मान्छे लिएर आए होइन। बिचरा धेरै मान्छे आयो नि त, खास गरी स्वागत गर्न त। चिट काटा नाम चाहिँ के छ, राप्रपाको नाममा राजेन्द्रले 1 लाख रुपियाँ। त्यो पैसा राजाको हो कि राप्रपाको हो? राप्रपाले तिर्छ होला नि त अब त उता। ठुलो क्वेसन हो है यो, ठुलो क्वेसन हो। कसले तिर्छ? बालेनले काटेको चिट चाहिँ कसले? नाम चाहिँ तिर्न त राप्रपाले तिर्यो होइन, तर त्यो पैसा तिरिसक्यो। आज गएर क्यानन साई गरेर ढाक्क गरेर तिरेर फोटो खिचिसक्यो। ए हो र, त्यो मान्छे पनि तर नै यस्तो नि त दाइ। आज त पब्लिसिटीको लागि, पब्लिसिटीको होइन आज त, किनभने माहौल सबैतिर आफूतिर धेरै। महानगरले 1 करोडको चिट काट्यो भने चुप्लाएर तिर्थ्यो। कन्ट्रोभर्सीमा किन पर्छौ? कन्ट्रोभर्सीमा भन्दा पनि तिम्रो के छ भने नि, महानगरले 1 करोडकै चिट काट्यो भने पनि अहिले तिम्रो के छ भने महानगरसँग चाहिँ एउटा चाहिँ तिम्रो चाहिँ के भन्छ त्यसलाई, कोअपरेट गरे जस्तो खालको चाहिँ माहौल बनाउनु नै छ उसलाई होइन। हामीले चाहिँ रुल्स मानेर चाहिँ काम गरेका छौँ। हामीले गल्ती गऱ्यौँ, हामीले चाहिँ रुल्स एकदम मान्यौँ, हामी चाहिँ महान भन्ने चाहिँ देखाउनु पर्यो नि त यार। होइन यो जेसुकै हुँदा पनि काठमाडौँ महानगरपालिकालाई, किन मेयर त तपाईँले झन् धेरै देख्नु भयो नि त होइन। उनीहरूले बुझ्नु फिल गर्नु भएको छ नि त होइन। बालेनले काम त गरे हो, आउनै छैन। तर बालेनले जतिसुकै जेसुकै गरे पनि नि, नेपालको सबसे खतरा अथवा चाहिँ एकदम इफेक्टिभ मेयर अथवा चाहिँ मेयरको पर्फर्मेन्स वाइज केपिआई वाइज होइन, कुन चाहिँ मेयर चाहिँ एकदम सफल र कुन चाहिँ महानगरपालिका एकदम सफल भयो थाहा छ तिमीलाई? छैन। नेपालको टप महानगरपालिका कुन हो थाहा छ? थाहा छैन। थाहा छ कसैलाई? थाहा छ हो, भरतपुर रेणुदाहाल हो। रेणुदाहाल केले गर्दा होला भयो त? अब भरतपुर त हेर त तिम्रो चाहिँ आज ठ्याक्कै ड्रोन सट हेरेको थिएँ छलेनको बाटोको पनि। छलेन त तिम्रो त, त्यो त अब महेन्द्र के मेची कोशी राजमार्ग भयो, महेन्द्र हाइवे भइहाल्यो होइन। त्यसमा त अब उसको यसै पनि पर्थ्यो उसै पनि पर्थ्यो। ल उसले चाहिँ त्यो उता परेको थिएन, खास गरी चाहिँ उसले चाहिँ बाउको पावर लगाएर यता तान्यो, त्यो छुट्टै कुरा होइन। पावर अब होइन त्यो त तिम्रो होइन जस्ट के होइन, जस्तो तपाईँ त मल्टिपल टाइम लगभग भरतपुर पुग्नु पनि हुन्छ होइन। के साँच्चै नै हो डिजर्भिङ नै हो कि 1 नम्बरमा पर्ने खालको कस्तो होइन? बाटोको हेर्छौ भने डिजर्भिङ हो,
है बाटो तिम्रो चाहिँ राम्रो छ त्यहाँ भित्र तिम्रो चाहिँ पछाडितिर त्यो तिम्रो चाहिँ के भन्छ त्यसलाई चाहिँ सीतामाई भन्छ पटियानी भन्छ भित्र तिम्रो ठाउँ गयो भने पनि बाटो राम्रो चिल्लो छ तर तिम्रो चाहिँ के छ भने नि बाटोमा त सबै चिज होइन नि त होइन हुँदै होइन नि मैले त्यही सोध्न त्यो लाग्यो बाटोमा हिँड्ने मान्छे हेर नेचर हेर त्यो पनि होइन तर केपिआई के हो त होइन ल यो रिजनले चाहिँ यो राम्रो भयो भने चाहिँ ल सक्सेस हो भन्ने मान्नलाई के चिज हो भन्ने कुरा हो क्या ठिक छ त्यो त अब उनीहरूले चाहिँ आफूले गरे होला हैन ठिक छ त्यो भए पनि अब कस्तो भने अब आफ्नो ठाउँमा चाहिँ कसरी कम्पेयर गर्नु पर्यो भने त्यही भरतपुरमै पहिलाको थियो र उसँग अहिले भएकोलाई कम्पेयर गर्नु पर्यो होइन काठमाडौँको केसमा पनि त्यही हो बालेन भन्दा अगाडिको थियो र उसले कसो गर्यो होइन यसमा तिम्रो के छ भने काठमाडौँको केस र भरतपुरको केस एकदम उ छ भरतपुरमा फुल सपोर्ट आयो है त्यो बेलामा बुवा प्रधानमन्त्री है फुल बजेट गयो होइन बजेट निष्कासन पनि भयो दुनियाँ भयो होइन काठमाडौँमा के त बालेन चला के अरे मेयर भएको भोलिपल्टदेखि काठमाडौँमा फोहोरको दुङ्गुरमा उठा काठमाडौँ गनाएर हैरान भएको थियो बिचरा बन्जरे डाँडा अब राजकुमार सरै थियो नि त बन्जरे डाँडा डुङ्गा हान्ने भने होइन त के अरे बाटो थुन्नीमा तपाईँ पनि हो क्या होइन भन्दै भन्नु होइन त्यो राजकुमार सर उसकै घरमा भरे 3 पिप्ले भरे जान्छ त्यो त हो हैन मनोज विजय साई कहाँ गयो यार ड्याम जिनियस मान्छे यार त्यो यार मरेको बट्टैले बचाउने साइन्सलाई ठुलो च्यालेन्ज दिने मान्छे हो नि त्यो त हैन खासमा जस्तो हुन्छ नि उसको पछाडि चाहिँ को छ होला त ल विजय साईलाई बिर्सिनु तपाईँ हैन उसको के हो त्यो खासमा सिधा कुरा त्यो मान्छे केही हो हेर केही नभएको भए फोकट्या त्यसरी त्यो भेलु बाजे हो र थोरै चाहिँ त्यो माटोक्ने भन्दै आउनको लागि होइन ऊ त विजय साई हो मलाई मर्या बट्टाइलाई साला के तेल खुवायो कि के खुवायो होइन बचाएर देखायो नि त बचायो खै बचायो भन्थे मैले नि भिडियो त माछेको भिडियो हेरेँ मरेको भिडियो हेरेँ बिचको ट्रान्जिसन हेरेँ होइन मलाई त्यो धेरै त हेरेको छैन मैले तर 1-2टा भिडियोहरू हेर्दाखेरि त्यो ट्यालेन्ट देखाउने बेलामा होइन उसले केही न केही त्यो तालिरा हुन्छ क्या के गर्छ अब त्यो थाहा छैन होइन जब जस्तो इक्जाम्पल लागि ल यो बुकमा के छ ल पढ न भनेर दिएपछि उसलाई त्यो तानेर के गर्छ क्या होइन त्यो रटटटट गरेर रट्दै यसको मिम पनि खुब चलाएको थियो साला एकचोटि ऋषि खोलाकोमा पुगे तपाईँले कसरी गर्नु भनेर पुरै भन्नुहोस् एकदम छ विजय साई चाहिँ ट्यालेन्टेड मान्छे हो होइन उसको ट्यालेन्टको चाहिँ हामीले चाहिँ कदर गर्नुपर्छ एकदम होइन एकदमै कदर गर्नुपर्छ ऊ जस्तो मान्छे चाहिँ खास गरी चाहिँ नेपालको चाहिँ विज्ञानमा है अरू चिज भन्दैन विज्ञानमा चाहिँ औषधि शास्त्र अब त्यसलाई चाहिँ खास गरी चाहिँ मैले आफूले बनाएँ वर्ड औषधि शास्त्र छ कि के छ थाहा छैन मन्त्रालयको औषधि शास्त्र त्यसपछि नेपालको थोडा उसले यार मेमोरी किङ हो है नेपालको खास गरी नेपाल होइन खास गरी वर्ल्डकै मेमोरी किङ भन्नाले सेल्फ क्लेम्ड भन्छ नि होइन सेल्फ क्लेम टाइपको चाहिँ मेमोरी किङ हो होइन तर तिम्रो चाहिँ उसको जरियाबाट तिम्रो चाहिँ धेरैजनाले कमाएको हुन्छ सही हो कुरा गइरह्यो ऊ एकदमै चाहिँ उदार हृदयको मान्छे ठिक छ भाइ अहिले एकचोटि एउटासँग एकचोटि विजय साई र पुण्य गौतमको पनि टसल परे आस लागेको थियो थाहा भएन हो एकचोटि चाहिँ छ एउटा इन्सिडेन्ट छ के छ ट्याक्कै याद आएन है पुण्य गौतमले पुरै खेदो खनेर होइन कि अब त्यो या त साँच्चैमा कस्तो भयो नि अब त्यो हामीले देखेको विजय साई त्यो भाइको के हो नि आएर बुट्ट पढाए जस्तो गर्छ म भनिदिन्छु भन्छ गाडी होइन हुन त पुरै हेरेको छैन जुन हिसाबले बुझिरहेको छ तर आजको दिनमा कसैले पनि यो कुरालाई उसको जुन त्यो ट्यालेन्ट उसले जुन भनिरहेछ त्यो कुरालाई कसैले एक्सेप्ट गरिरहेको छैन गरेको छैन होइन तर अब या त उसमा त्यो ट्यालेन्ट छैन र मान्छेले एक्सेप्ट गरिरहेको छैन एक या त छ त्यसलाई प्रेजेन्ट गर्न उसले जानिरहेको छैन कि उसलाई कसैले खेलाइरहेछ होइन त्यो त यस्तो के छ भन्दाखेरि बिचरा खेलाइदिएको हो बिचरा हामीले जतिसुकै चाहिँ उडाइदिए पनि बिचरा तिमी हेर है मेरो कुरा सुनिरहेको छौ भने तिमी उठ होइन उठ भाइ होइन उठ चस्मा लाऊ पानी खाऊ 1 बोतल अनि फेरि पढ्नु थाल बिचरा होइन ठिक छ होइन यो
होइन अब यस्तो गरौँ न मनोज होइन अब विजय साईकै कुरा उठिहाल्यो होइन मलाई त्यो उठिसकेपछि नेपाली सोसियल मिडियामा चाहिँ धेरै नै भाइरल मान्छेहरू योगदान छ होइन यो लकडाउन पछाडि है एकदमै एन्टरटेनमेन्ट बढाएको आजको दिनमा तिम्रो चाहिँ रेडियो र टिभी मेरो विचारमा 2%ले नै हेर्दैनन् रेडियो सुन्ने टिभी हेर्ने रेडियो मोटामोटी अब रेडियो सुन्ने टिभी हेरे पनि एन्ड्रोइडबाट चाहिँ युट्युबै लगाउने हो लास्टमा होइन र त्यो तिम्रो चाहिँ सम्झिँदाखेरि सबसे सुरुमा तिम्रो चाहिँ दिमागमा सबसे सुरु भाइरल क्यारेक्टर को लाग्छ को आउँछ सबसे सुरुमा नेपालमा भाइरल भएको मान्छे चाहिँ को लाग्छ तिमीलाई को याद आउँछ तिमीलाई मलाई त त्यो ऊ आउँछ दाइ त्यो के अरे झक्कड थापा के भन्ने थियो नि हो कि नरेश पातली हुन्थ्यो नेपाल आइडलमा पुरै नचाइ ल्याएर सानी चाप गर्थ्यो नि एउटा भाइले झक्कड थापा भन्दा त सिरियलहरूले फेरि त्यो हान्दाप चल्दो रहेछ सेड्युलमा आज म लान्छु भोलि त लाने भने जस्तो मलाई याद भएको चाहिँ त्यो दुईटा हो त्यहाँ पछाडि तपाईँको एउटा त्यो तरकारीवाली भनेर फोटो पुलमा खिच्या फोटो भाइरल भयो त्यो भयो होइन त्यहाँ पछाडि तरकारीवाली झक्कड थापा नरेश पातली त्यहाँ पछाडिको लटको भनेको को छ चियावाली छ र त्यो थर्मस बोकेर हिँड्ने हो ल त्यो पशुपतिमा इन्डियन होइन तर के अरे होइन न्युरोडतिर यस्तो क्या फेरि यहाँ कस्तो भने नर्मल्ली एउटा के अरे मुभी बनाउने मान्छेहरू भयो भने त कन्टेन्ट हो नि त बलियो हुनु पर्ने त राम्रो आर्टिस्टलाई ल्याएर गर्छु भन्छ नि बिचरा त्यो भ्युजको लोभ र के अरे अडियन्सको लोभ गरेर त्यो लाइफ त्यो हैन भेलुबाजे छ नि सुन न अरु को याद छ ल ठीक छ भेलुबाजे रोल्पाको कहाँ चाहिँ त्यो कुनामा चाहिँ त्यो सुतेर बस्या बुढा जाँडहार लडाए बुढालाई ल्यायो यहाँनेर तर बिचरा बित्यो नि हैन बित्यो त्यो त उसको आफ्नो चाहिँ अब थियो हैन गयो दिन थियो गयो मिति थियो गयो हैन तर मैले भन्न खोजे रोल्पाको कुनै कुनामा चाहिँ मोटामोटी जाँडहार लडेर बस्या मान्छे त हो नि एउटा चाहिँ उसको चाहिँ त्यतिखेरका मात्र गीतै बनाइदिने होइन के अरे यसको भेलुबाजेको चाहिँ एउटा राम्रो डायलग थियो के अरे बिल्कुल बिल्कुल छाँचे बिल्कुल बिल्कुल भयङ्कर चल्यो नि भयङ्कर चल्यो तिम्रो चाहिँ त्यो भयो अनि अर्को तिम्रो चाहिँ अहिले तिम्रो चाहिँ अब यो सचिन परिवार भइहाल्यो ऊ भइहाल्यो होइन त्यस पछाडि अर्को तिम्रो चाहिँ यो थियो एउटा छ नि बन्दीपुर जाउँला भनेर नाच्यो टुङ 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 गर्ने के अरे हो र याद छैन मलाई कोही थियो बन्दीपुरवाला भनेर बन्दीपुर जाउँला त्यो चुप्पी चुप्पी भन्ने के भन्ने होइन चुप्पी त बित्यो नि है झापातिर त्यो पुरै चाहिँ मुखै पुरै खाइदिए जस्तो गर्ने त्यो हो तर धेरै आए अरू को याद अर्को एउटा चाहिँ थियो 1 करोड पाए चाउमिन खाइदिने मान्छे चाउमिन खाने फेरि कस्तो हुँदो रहेछ अनि भेलुबाजेसँग भिडा थियो त्यसलाई फेरि मैले त्यही भन्नु ट्याके एकैचोटि भएछ के भने युट्युबरहरूले टक्क जस इन्टरभ्यू लिएर एउटालाई चुस्ने होइन अब त सक्यो नि त क्रेज होइन त्यो दुईटा भाइरल जो छ नि त्यसलाई ल्याएर जुदाइदिने क्या फेरि त्यसलाई जस्तो हुन त अब के अरे मुभीमा त राम्रो जयकिसन बस्नेत र पुण्य नेउपानेको के अरे पुण्य गौतम सरी नेउपाने मेरो साथी हो ल त्यो सुनामा पुण्य गौतम र के अरे तपाईँको उसलाई हाम्रो जयकिसन बस्नेतलाई जुदाउँथ्यो होइन यो चाउमिन र भेलुबाजेलाई जुदाउँथ्यो सायद होइन चाउमिन र भेलुबाजेलाई जुदाउँथ्यो है त्यहाँबाट तपाईँको अरू को छ नर्मल्ली युट्युबले त कस्तो कस्तोलाई उडाए नि साला एकचोटि त मुकुन्द घिमिरे मुकुन्दे आमा तेरा स्वास्नी पाल्न आएको थियो क्यामेरा पुगेर स्वास्नी पाल्न आएको थियो भनिदिने क्या भनिदिने एकदम भनिदिने त्यो थियो तिम्रो चाहिँ तर यस्तो के अरे कस्तो नि भाइरल भन्ने चिज त्यसलाई खासमा नचाउनेले नचाइदिए नाच्ने नाचे होइन त्योबाट बिग्रियो तर केही चिज इक्जाम्पलहरू अलिअलि छन् जो भाइरल भएर आएर पनि सक्सेस छन् र त्यो डिसिप्लिनमै छन् क्या त्यो पनि छन् नि त हामीले होइन त्यो भने कस्तो भने युज गर्नेले नै गर्दै त्यो होइन जस्तो अब एक्ज्याक्ट त मलाई याद छैन त्यो जस्तो सिङ्गर होइन जस्तो
रचना रिमाल त्यो सिङ्गर जुन छ होइन त्यो राम्रो गाउँछ पनि होइन रचना रिमाल त्यसरी भाइरल भएर आएन नि ऊ त तिम्रो चाहिँ होइन त्यो भन्दा अगाडि तपाईँले रियालिटी सो भने होला होइन रियालिटी सो होइन के अरे हाम्रो चाहिँ भोजराज थापा होइन भोजराज थापा ऊ गएर चटपटे खान गयो गीत गायो ऊ त मान्छे होइन सबैले जस्तो त्यसरी आएर पनि भाइरल त भाइरलै भयो हो नि त होइन तर उसले त राम्रोसँग अहिले इन्डस्ट्रीमा कस्तो नाम चलेको सक्सेसमा पर्छ नि त होइन त्यो भाइरल बनाएर कसैलाई बाटोमा भेटे कसैले राम्रोसँग गएर इन्टरभ्यू लिएर गरे त्यति मात्रै फरक हो नि त होइन सोध ल टेस्ट गर ल दाइको नलेज पनि टेस्ट गर्दै त्यो गर्दिउँ होइन नलेज ल के अरे राजा रानी भन कहानी एक घरमा दुई रङ पानी बुझो तिमी जानी कस्तो क्वेसन रिपिट ल फेरि रिपिट गर त यो मलाई क्वेसन बुझ्ने चाहिँ 5 मिनट लाग्छ होइन राजा रानी भन कहानी एक घरमा दुई रङ पानी बुझ तिमी जानी ल के हो एक घरमा दुई रङ पानी के हुन्छ यार दुई रङ पानी एक घरमा दुई रङ पानी राजा रानी थाहा भएन थाहा छ छैन पहिला क्वेसन बुझ्नै चाहिँ टाइम लाग्ने भयो अब भिडियो हेर्ने अनि बुझ्ने अन्डा है ल है त अर्को सोधौँ त्यो कुन चिज हो जसलाई यदि जमिनमा फाल्दा पनि टुट्दैन तर पानीमा फाल्दा टुट्छ अरे ल अच्छा पानीमा चाहिँ टुट्छ जमिनमा टुट्दैन के हो त्यो ल ल ल ल ल टुङ टुङ त्यो कौन बनेगा कर्ड त तिमी भन्छ नि टुङ रिफ्लेक्सन रे के हो यो चाहिँ मैले पनि बुझिनँ होइन सोधे पनि आफूलाई आन्सर आउने टाइपको सोध्यो पो ठिक हुन्छ मलाई आफै पुरै पल्टाएर बसेको छ पुरै चाहिँ हुन्छ नि अनि पुरै हेरेको छ यो के हो भनेर हेरेको छ क्या पुरै के हो यार यो त ताकि हस्बेन्डलाई के हो छ्या ल मजा आने यति नै गरौँ जस्तो छ त्यसको पुरा सर्ट टपिक एउटा भनौँ आकाशको आगो पातालको पानी मुखबाट ताने नाकबाट जाने के हो रे मुखबाट ताने नाकबाट सुरुट त होला नि आकाशको आगो आगो सुन्नु है मजाले है फिल गरेर ल आकाशको आगो पातालको पानी मुखबाट ताने नाकबाट जाने सुरुटको दुवा कहाँ हुन्छ के हुनु पर्ने आकाशमा आगो हुनु पर्यो पातालमा पानी हुनु पर्यो होइन मुखबाट तान्नु पर्यो नाकबाट जानु पर्यो हुक्का तानेको अरे क्या ए आकाशमा माथि भयो नि त होइन यो त कस्तो खालको क्वेसन सोध्यो भन्दाखेरि भुइँतिर हाने बन्दुक कता नाकतिर लाग्यो के हो त्यो दिदीको त मैले मुभी हेरेको छु नि पहिला न मुभी खेल्थ्यो नि त्यो दिदीले के मुभी नाम त मलाई याद छैन पहिला मुभी खेलेको छ त्यस्तै बेला म्युजिक भिडियोहरू पनि खेलेर त्यहाँबाट विदेश गएको हो विदेश गएर आएपछि अनि के अरे ऊ भयो त्यो दिदी चाहिँ पहिला मोडल हो पहिला होइन यो चाहिँ कस्तो लाग्छ भने पहिला केपी खनाल थियो नि पुरै चाहिँ यस्तै तिम्रो चाहिँ फोटो पोर्सहरू उठाउँदै जे सफा गर्दै आज चाहिँ बिहान भर्खर एउटा भिडियो हेरेको थिएँ यो भोला खायो ट्याक्सी ड्राइभर तल फाल्यो ट्याक्क बाइकबाट आयो चिनिया छ नि मलाई होइन आशिका तामाङ भने अब के गर्नु पर्यो भने त्यो भोलाको टिप्नु पर्यो क्या अचम्म लाग्यो त्यो होइन यस्तो त्यो दिदी त्यो यस्तो के त्यो पुलमुनि मुत्यावाला बिचरा त्यहाँ पछि सबले सर्ट्सहरू सबैले हेरेको थियो होला है टिकटक त्यो मात्रै बन्यो नि त्यो मान्छेलाई भाइरल बनाउनु पर्ने हो टिकटकरहरूले टिकटकर के अरे युट्युबरहरूले खास गरी युट्युबर भन्दा माथि हो होइन होइन आशिका तामाङ होइन त्यो बुद्धि मान्छेलाई चाहिँ तर त्यो अनुहार थाहा भएन नि कसैलाई थाहा छ त त्यो को छैन त्यो मान्छेले ल्याउनु पर्ने तर चाहिँ होइन आशिका होइन के चिज राम्रो पनि गरेछ अब कस्तो होइन सबै चिज राम्रो कस्तो झन् मान्छेहरू के छ भने उडाइदिन्छन् क्या बेकारमा होइन राम्रो चिजलाई पनि होइन एप्रिसिएसन हुने कुरै गरे हो नि त उसले होइन त्यो एयरपोर्टमा बेकारमा लिने पार्किङको कुरा गरेको थियो साँगामा के अरे टिकटको कुरा थियो होइन अर्को के थियो एउटा रेस्टुरेन्टले अब के अरे मिनरल वाटरको कुरा थियो होइन त्यो थियो अरू के थियो
एड त्यो चाहिँ सोफीको ए ठिक छ त्यो होइन के कुराहरू एक दुईटा त बिरायो अब के गर्नु त मान्छे हो तर ठिक छ जस यति भएपछि धेरै चिज चेन्ज भएको छ नि आज रेस्टुरेन्टमा के अरे रेस्टुरेन्टमा पानी तपाईँको एमआरपीमा बेच्छ इभन मुभी हलले लगभग डबल ट्रिपल चार्ज गर्थ्यो नि त होइन एमआरपी मेन्सन भएको आजको दिनमा एमआरपीमा दिन्छ म साँच्ची फिल्म हल नछिरा त युग भयो ल के अरे लास्ट फिल्म तर यो त जसले जे भने नि इफेक्ट त त्यहीँबाट सुरु भयो नि त होइन मुभी हलले एमआरपीमा दिन्छ नि त दिन्छ है ल हो यो के छ तिम्रो चाहिँ भनेपछि के रेस्टुरेन्टमा रक्सी एमआरपीमा आएको नि त्यही भएर हो कि त्यो अस्ति एउटाले भन्दै थियो के अरे तपाईँले भने है कहिले हो अब ट्रेन सबै भएपछि सबै एमआरपीमा चलिसक्यो होइन कुन चाहिँ चिया पसलले चुरोट एमआरपीमा होइन त्यो मैले होइन कम्पिटिसन यति बढेर है आजको दिनमा तिम्रो चाहिँ सुरुमा रेस्टुरेन्ट खोल्यो मान्छेले सेक्वा कर्नर क्या सेक्वा कर्नर खोल्यो सेक्वा कर्नर खुब चल्यो अब किशोर दाईको सेक्वा कर्नर घले दाईको सेक्वा कर्नर दुनियाँ चल्यो नि लामा दाईको सेक्वा कर्नर खुब चल्यो जहाँ पनि याङता ब्रान्ड नाम लिन मिल्छ त छुट्टै कुरा यो चाहिँ बिप गरिदियो होइन केही छैन तर फलाना फलाना सेक्वा कर्नर यो त्यो होइन खुब आयो नि होइन सबैजना त्यो लाइनमा गए सेक्वा कर्नरमा कम्पिटिसन भएपछि के गर्ने अब किलोमा हालिदिए सबले किलोमा हाल्नु थाले त्यो गर्ने त्यस पछाडि अनि अब रक्सीमा कम्पिटिसन भयो कुन चाहिँले सल्काइदियो एमआरपीमा हेर सब हुँदा हुँदा तिमीले सुत्दा चाहिँ एमआरपीमा हाल्नु थाल्यो त्यो छुट्टै कुरा हो होइन त्यस पछाडि तिम्रो चाहिँ के भयो अहिले हेर सारा अहिलेको यङ्स्टरलाई सोध बिजनेस प्लान केही सोच्यो भने चिया खोलौँ चिया पसल खोलौँ होइन राम्रो रेसिपी राखेर चिया पसल आज तिमी गन अस्ति अनुप सरलाई लिएर चाहिँ मैले गनेको थिएँ चिया पसल होइन 27वटा चाहिँ यो पेरिमिटरमा चिया पसल रहेछ 500 मिटरको आसपास 500 मिटरको आसपास 27वटा चिया पसल गर्ने हो नि त टन्नै होला होइन तर हामीले गर्दाखेरि चाहिँ 27वटा चाहिँ हामीले चाहिँ ठ्याक्क भेट्यौँ नै होइन अनि भने नि अब चिया पसलमा अब जुन कम्पिटिसन भयो नि सबैजनाको सस्टेन हुँदैन नि त होइन अब के छ भने चियाको रेटमा फाइट त्यसपछि अब चियाको तिम्रो चाहिँ कम्प्लिमेन्ट्री चिज के भन्दाखेरि चाहिँ चुरोट चुरोट एमआरपीमा किनभने आजको दिनमा 15 रुपियाँ कति छ एमआरपी थाहा छैन चुरोटको 15 हो 20 जति होला हैन ल ठीक छ रेगुलर मान्छे रेगुलर वाला चुरोट चाहिँ 18-20 रुपैयाँ होला 20 रुपैयाँ तर व्हाटएभर जे भए पनि जस्तो 20 को चुरोट चिया पसलमा जे भए पनि नर्मली 25-30 रुपैयाँ लिन्छ हैन एउटा चिया पसलले हैन त्यो लिन्छ भनेपछि एमआरपी मा जति छ त्यति यहाँ दियो भने त एकदम एक कप चिया खाँदा 3टा 4टा चुरोट खानलाई त एउटा चुरोट फ्रीमा आएन यार दुईटा चुरोटमा एउटा फ्री बराबर आयो नि त भनेस् त अनि हो अब चिया पसलको जुन हिसाबले तपाईले भने जस्तो कम्पिटिसन बढेको टाइममा यो चिया चौतारो चिया के भन्ने क्रममा अब कम्पिटिसनलाई जस्तो लिनको लागि त बेस्टै हो अब चुरोट एमआरपीमा हैन अरु त केही हुँदैन त्यसको मेन्सन मेन हतियारै चुरोट अब भन है चियामा तिम्रो अब यो तिम्रो प्राइस वार चल्छ चुरोटमा मार्जिन खाँदैन चियामा मार्जिन खाँदैन सब सुक्दै जान्छन् साला सब बन्द हुन्छन् फेरि त्यही हो के अरे अस्ति कसले जस्तो चलेको थियो यस्तै कुरा जस्तो रेस्टुरेन्ट जे एक चिज चल्यो सबै त्यसको पछि लाग्ने रे क्या हैन सब लाग्ने अनि बिचरा जो त्यो पहिला सुरु गरेर चलायो बिचरा त्यसलाई पनि धरामा पार्ने के अरु गएर हो नि आज तिमीले चाहिँ जस्तै अब सन्तोष पनि गइरहन्छ हैन कुनै दुकान राम्रो पहिला हिजोको दिनमा चाहिँ 5 वर्ष 10 वर्ष अगाडि राम्रो चलेको दुकानलाई सोधे व्यापार गर्छ नि पहिला जस्तो छैन भन्छ तर मान्छेले खान बन्द गरेको छैन नि त उसको छेउमा 10वटा अर्को दुकान आएर खोलिसकेको छ त कस्टमर त भाग लाग्यो नि त हैन त्यो हैन एकदमै त्यो एउटाको चल्या देखेपछि हाम्रो चाहिँ तिम्रो हैन नि सजिलो मान्छेलाई कस्तो हो नि आफूले केही मेहनत गर्न पर्ने ट्याक टक्रक ल्याएर हैन अर्को अब एउटा तिम्रो चाहिँ अब इन्टरनेटमा पडकास्ट खोल्ने काम पाएन भने मान्छेले सुरुमा चाहिँ पडकास्ट खोल्ने काम पाएन त्यो सजिलो क्या कस्तो हो नि इभन अस्ति मैले हेरिरहेको थिएँ होइन छोडिदिनु यो त हामी त जसले यतिको क्यामेरा के अरे माइक तेर्सेर बसेको छौँ नि त होइन 3जना साथीहरू रहेछ बेडमा पलेटी मारेर बस्यो पडकास्ट गरिरहेको थियो माइक साइक नि केही छैन मोबाइलले खिचाल्छ होइन पलाले त्यो छ क्या ऊ बेलामा के हुन्थ्यो पहिला चल्थ्यो नि जस्तो भाइरल बेलामा मस्त हिउँ पर्यो भने अहिले के अरे यहाँ बसेर ढुङ्गाले हान्यो भने 10 जनामा 7 जनालाई हिउँ हेर्न जानेको लाग्छ भने उता कालिम्पोङ जानेलाई लाग्छ त्यस लाग्छ कानकोटमा बसेर हान्यो भने चाहिँ मुस्ताङ जानलाई लाग्छ त्यो भने जस्तै अहिले के छ भने 100 जना बिहा ठाउँमा ढुङ्गा हाल्यो भने 70 जना के अरे
पोडकास्ट चलाउने मान्छे भेटिन्छ होइन त्यसमा आजबाट 72 जना भयो दाइ त्यो भयो अर्को चाहिँ तिम्रो चाहिँ पठाओ चलाउने सब भ्लगर मोटो भ्लगर मोटो भ्लगर पठाओ पुरै चाहिँ होइन मोटो भ्लगिङ आजकल जो क्यामेरा सस्तो छ कि क्या जस्तो लाग्छ हो खै त्यो होइन ड्यास क्यामेरा धेरै सस्तो छ जस्तो लाग्यो मलाई चाहिँ त्यो होला खै के त्यस्तो र हो तपाईँले भने सही हो जो पनि सबैजना चाहिँ तिम्रो चाहिँ मोटो भ्लगर क्या अति 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 होइन होइन मेरो पनि छ है च्यानल चाहिँ मोटो भ्लगिङको खास गरी चाहिँ मोटर भ्लगिङ छ मोटर तपाईँ मोटर पर्यो तर होइन राम्रै पनि हो राम्रोसँग युटिलाइज गरेछ तर त्यहाँ कति हेर्दा त्यो खराब चिज पनि छ त्यसमा होइन छाडा छाडा बोलिदिने यताउति होइन त्यो त तिम्रो त अब जे छ त्यो उ गरिहाल्छ अर्को एउटा चाहिँ मोटो भ्लगिङको नाममा चाहिँ रियल एक्सिडेन्टहरू यताउति गर्छन् नि जानी जाने अस्ति एउटा भाइ हाम्रो चाहिँ यहीँ आउँछ भाइ होइन अब नाम नलिउँ होइन ऊ चाहिँ एकदम राम्रो चलेको मोटो भ्लगर हो क्या ऊ चाहिँ भयङ्कर राम्रो चलेको मोटो भ्लगर ओके अस्ति भिडियो देखायो कहाँको भिड थाहा भयो उनीहरू चाहिँ मोटामोटी 13-14 दिनको ट्रिपमा गयो उनीहरू तिमीले पनि चिन्छौ भाइहरू होइन होइन ट्रिपमा गयो एउटा भिडियोमा चाहिँ पुरै भिडबाट चाहिँ बाइक खसालिदियो क्या अनि भाइ त भिडबाट त बाइक खसालिन्छ अनि के अनि बाइक कसरी ल्याइस् त होइन छोडिदिएँ बाइक रे अनि के त अनि अब गर्न खोजेको अनि दाइ अब त्यो बाइक अब छोडिदिएँ त्यो बाइक खसाए बापत त्यो अब युट्युबबाट चाहिँ त्यसको चाहिँ 10 गुणा चाहिँ मेरो इन्कम हुन्छ अरे त्यो कन्टेन्ट उसको चाहिँ हुन्छ नि होइन त्यही खासमा एक्चुअलमा राम्रो चाहिँ योहरू जुन हुन्छ नि नेचुरल हुन्छ त्यही नै राम्रो देखिन्छ तर अहिले त टोटली सबै स्क्रिप्टेड हुन थालिसक्यो होइन कन्टेन्ट बनाएर त्यही अनुसारले त्यस्तै गरी जस्तो बाटोमा झगडा गरेको नि साथीलाई 5 मिनट अगाडि बाइक चलाएर हिँड्न लाउने झगडा गर्ने होइन त्यो यतिकै भेटा टाइपले त्यस्तो ठिक छ अब सबैलाई हुन्छ तर इन्कम चाहिँ मस्तै रह्यो अनि के छ हावा गफको भविष्य अब हेर है अब यो चाहिँ एकदम जटिल क्वेसन हो हावा गफको भविष्य हेर अहिले नेपालको जुन परिस्थिति छ होइन म जे छ जेन्युन भन्छु तिमीलाई होइन अहिले नेपालको परिस्थिति हेर कुनै गीत सुन्न पाइन्छ गाउन पाइँदैन हेर गाह्रो छ हेर है अब कसैलाई सटायर हान्न पाइन्छ कसैको सटायर सुन्न पर्छ तर उसलाई चाहिँ कटाक्ष गर्न पाइँदैन होइन हुनाले तिम्रो चाहिँ एकदम जटिल छ त्यो भएर चाहिँ अहिले तिम्रो चाहिँ किनभने अब हावा गफ भनेको कस्तो नि पोलिटिकल सटायर भन्दा पनि तिम्रो चाहिँ अरू पनि चिज धेरै छ यसमा त तिम्रो चाहिँ कमेडी छ गफहरू छ होइन तितो मिठो गफहरू धेरै छ होइन त्यो गर्दाखेरि मेरो विचारमा चाहिँ यो तरिकाले चाहिँ हुँदैन यो तरिकाले हुँदैन तिमी कुनै पनि बेलामा जेलमा हुन सक्छौ त्यो के अरे कुर्बान गर्न रेडी हुनुपर्छ टाइपको हुन्छ कुनै पनि जेलमा हुन सक्छौ होइन अब कति बेला चाहिँ मैले तिमीलाई चाहिँ त्यो खाना लिएर आउनु पर्ने हो के गर्नु पर्ने हो होइन कोरा सरा खाने थाहा छैन है तिम्रो त बढ्न पनि मिलेको छ है फेरि बढ्न पनि होइन बढ्न पनि राम्रो मिलेको छ यहाँ त तिम्रो चाहिँ कुरा छ परिचालित हो टाइपको हो क्या कतै बढ्न दारी सबै मिलाछ तिम्रो खास गरी होइन त्यो हिसाबमा चाहिँ ठिक छ त्यति धेरै नजिक इन्भेस्टिगेसन सुरु होला होइन गाह्रो छ मलाईसम्म भने अलिक ठिकै छ तिमीलाई चाहिँ गाह्रै छ त्यही पनि के अरे यसो हेर्छ कि यो मान्छेसँग त के अरे यसो हेर्छ 8-10 वर्षदेखि त्यो मान्छे सँगसँगै छ यार यो केही कालो छ भने यो मान्छे चाहिँ मिसिया छ भन्ने त हुन्छ फेरि त्यो त आउँछ होइन एकदमै छ ठिक छ त्यो छ अनि त्यही हो मेन चाहिँ तिमीलाई चाहिँ गाह्रो के छ जस्तो तपाईँलाई मेम भन्ने बित्तिकै हुन्छ नि मेम ल फुत्त दिमागमा मेम भन्ने बित्तिकै के याद आउँछ मेम भन्दै थियो कि ट्याक्क हुन्छ नि ल यस्तो आयो टाइपको सोच्नु नसोच्नु न ढ्याक्कै र मेम के सोच्नु के आयो दिमागमा म त त्यो बिरालो चाहिँ एउटा मेमको चाहिँ बिरालोको चाहिँ एउटा फोटो आउँछ त्यही मात्रै याद आउँछ होइन भन्नाले मेम भनेको तिम्रो कस्तो भन्दाखेरि एक किसिमको व्यङ्ग्य नै हो होइन त्यो हो तर ठ्याक्कै याद चाहिँ के आउँछ भनेर क्या अझै 2-4वटा जुन आउँछ क्लिपहरू फोटोहरू आउँछ नि मेम त्यही याद आउँछ अरू के पनि याद आउँछ मलाई चाहिँ आउनेमा त्यो एउटा भत्तो सही गर्ने आउँछ नि एउटा होइन त्यो अर्को चाहिँ खत्तम टाटा बाई वाला छ नि होइन तिनीहरू ठ्याक्कै आउँछ क्या मेम भन्ने बित्तिकै होइन त्यो ठिकठाकै खासको कस्तो हो नि त्यो सेफले रेस्टुरेन्टमा केही परिकार बनाउँदा तरकारी सरकारी या केही राम्रो परिकार बनाउँदा मिठो भएन भने चाहिँ अजिनामोटो हालिदिन्छ अरे क्या होइन त्यो हालेपछि सबै चाहिँ सबैको ब्यालेन्स मिलाएर दामी हुन्छ अरे होइन त्यो
त्यही थाहा नभएको कुरा है त्यो होइन टेस्ट इन्हान्सर भन त्यो टेस्ट चाहिँ उ गर्न सक्छ भने चाहिँ सुने हो तर तिम्रो चाहिँ सबै ब्यालेन्स बनाइदिने त्यो 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 सुनेको थिएँ हुन त अब मैले। तिमी त अब रेस्टुरेन्ट चलाएर बस्या अब के हाल्छौ के गर्छौ होइन, तिम्रो चाहिँ होइन, थाहा छैन के हाल्छौ तिमीलाई चाहिँ। पानवालाले चुना ला जस्तो रेस्टुरेन्टवालाले के अरे के भन्छ अजिनामोटो लाउँछ होइन। सही हो त्यो नि। ठिक छ त्यो भने जस्तो होइन त्यो ठिकठाकै खालको कमेडी हुन्छ नि त्यसमा पनि तपाईँको त्यो बात त सही है टाटा टाटा बाई बाई त्यो खतमवाला अनि अर्को थियो नि एउटा के अरे गजब बेइज्जती तिनीहरूले अलिकति त्यसको हाइप बढाइदिन्छ। तिम्रो त्यो एउटा कुरा भनेर चाहिँ याद आयो के अस्ति तिमी पनि थियो होइन कुनवाला अस्ति भर्खर कुरा यहाँनिर चाहिँ बुढाबुढी चाहिँ झगडा गरेर आएको थियो नि ल केटाहरू पुरै रमिता लगाएर हेर्दा त्यो 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 के अरे ऊ पनि दामी गयो नि के तपाईँको च्यानलको भ्युजमा हिस्ट्रीकै सबभन्दा बढी के अरे भ्युज जाने भिडियो नै त्यही हो नि। त्यही हो र त्यो पछि नि गएको छ होला नि कहाँ हुनु 2.5 होइन पुरै त्यो होइन मलाई त्यो मजा लाग्यो चाहिँ त्यो पार्टमा इन्ट्रेस्टिङ लाग्यो होइन के अरे ठ्याक्क हेरिरहेछ होइन अनि हातमा म यसरी हेर्न सक्दिनँ भनेपछि चाहिँ होइन ल यार के साँच्चै मनमा हुन्छ नि अर्का झगडादेखि दुःख पर्यो टाइपको भएको थियो। यस्तो हो नि त तिम्रो चाहिँ पुरै बुढाबुढी झगडा गरिरहेछ सबैजना हेरिरहेछ अब अचानक चाहिँ आउँछ दाइ म यसरी हेर्न सक्दिनँ अगाडि सरेछ अब त घर कुट्नै लाग्यो कि भन्ने खाना त चिया पो पस्केर दिन्छ ल चिया बसेर चिया खाउनु त भन्छ मामपाका चाहिँ त्यो माहौल दामी छ त्यो चाहिँ त्यो बसेपछि गराएछ नि त्यो पार्ट त्यो भएपछि चाहिँ लाएर हान्यो अब चाहिँ दुःख लाग्यो अब चाहिँ मनमा छोयो होला भने त्यो आवाज चाहिँ तिम्रो कस्तो छ भन्दाखेरि पहिला हामी सानो हुँदैन आमपाचक भन्थ्यो आमपाचक आमपाचक हाने जस्तो आवाज थियो क्या त्यसको चाहिँ